हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई कुकिङ स्पेशलमा। आज मैले चाउचुको रेसिपी लिएर आएको छु। बनाउन एकदम छिटो, सजिलो र खान एकदम मिठो हुने यो चाउचो बनाउनको लागि फर्स्टमा यहाँ मैले ग्यास अन गरेर एउटा प्यान बसाले र यहाँ मैले तोरीको तेल राखेको छु। हजुरहरूले जुनसुकै कुकिङ ओइल पनि राख्न सक्नुहुनेछ। तेल तातिसकेपछि थोरै मेथी पनि राखिदिए। मेथीलाई पनि एकछिन ब्राउन हुन दिनुपर्छ र मेथी हल्का ब्राउन भइसकेपछि यहाँ मैले हरियो काटेको प्याजको पात पनि राखेको छु। प्याजको पात राखिसकेपछि गाजरलाई पनि स्मल साइजमा काटेर राखिदिए। गाजर सँगसँगै फुलकोपीलाई पनि थोरै काटेर राखेको छु र 2वटा जति हरियो खुर्सानी पनि काटेर राखे। अब पनि यो सबै भेजिटेबललाई एकछिन फ्राई हुन दिनुपर्छ। एकछिनसम्म यो सबैलाई यसरी चलाउँदै पकाउने। त्यसपछि थोरै टमाटरलाई पनि काटेर राखेको छु। चाउचो बनाउँदा सकेसम्म हजुरहरूले पनि यसरी नै रातो भएर पाकेको टमाटर लिनुहोला, किनभने यसले पकाएको चाउचोलाई एकदम टेस्टी बनाउने गर्छ। र चाउचोमा हजुरहरूले आफूलाई मनपर्ने जुनसुकै भेजिटेबलहरू पनि एड गर्न सक्नुहुनेछ। यो बाहेक हजुरहरूलाई अरू कुनै भेजिटेबल एड गर्नु छ भने पनि एड गर्न सक्नुहुन्छ। एकछिनसम्म टमाटरलाई यसरी चलाउँदै पकाउनुपर्छ। र टमाटर यतिको भएर पाकिसकेपछि यहाँ मैले 1 चम्मच बेसा राखिदिए। बेसा राखिसकेपछि भिजाएको चना पनि राखिदिए। चनालाई पनि मैले 1 दिन अगाडि नै भिजाएर राखेको थिएँ र त्यसपछि सफा पानीले सफा गरेर राखे। सँगसँगै हरियो मटर पनि राखेको छु। अब भने यो चना मटर सबैलाई राम्ररी मिक्स हुनको लागि एकछिनसम्म यसरी चलाउँदै पकाउनुपर्छ। चना केराउलाई एकछिनसम्म यसरी फ्राई गर्दै पकाइसकेपछि चाउचो राख्नुपर्छ। चाउचोको लागि यहाँ मैले बिग बोस चाउचो लिएको छु। हजुरहरूले आफूलाई मनपर्ने जुनसुकै चाउचो पनि राख्न सक्नुहुनेछ। थोरै थोरै गर्दै चाउचोलाई यसरी राख्दै जाने। यहाँ मैले एउटा प्याकेट चाउचो राखेको छु र त्यसलाई एकैछिन सबै मसलाहरूसँग मिक्स गरे। धेरै बेरसम्म चाहिँ भुट्नु हुँदैन, जस्ट 4-5 सेकेन्डसम्म चाहिँ यसरी चलाएर पकाउनु। त्यसपछि हजुरहरूले कतिको रस बनाउने हो त्यस अनुसार पानी राखिदिने। हजुरहरूले भेजिटेबल नराखेर चाउचो बनाउन खोज्नु भएको छ भने चाउचौलाई पानीमा बोइल गरेर मात्र पनि बनाउन सक्नुहुन्छ र त्यसमा भएको मसला राखिदिनुहोस्, त्यसरी पनि बनाउन सकिन्छ। यहाँ पनि अब मैले स्वाद अनुसार नुन राखिदिए र चाउचोमा जति पनि मसलाहरू आएको हुन्छ त्यो सबै मसलाहरू राखिदिने र चाउचौलाई एकछिनसम्म पकाउनुपर्छ। चाउचो उमाल्दा ग्यासको फ्लेम मिडियम टु हाईमा राख्न सक्नुहुन्छ। चाउचोलाई 5 मिनट जति यसरी पकाइसकेपछि चाउचो खानको लागि रेडी हुने गर्छ। हाम्रो चाउचो पनि पाकेर रेडी भइसकेको छ। आजको चाउचोको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो? यदि भिडियो मन परेमा यो भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस्। हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर र यस्तै नयाँ भिडियोको लागि साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।